हेलो साथीहरु, सेवारो अ भेरी 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 गुड मर्निङ। मेरो तर्फबाट मेरो सम्पूर्ण साथीहरुलाई गुड मर्निङ छ है साथीहरु। आज चाहिँ यहाँ एकदम दामी घाम लागिरहेको छ है। हिजोदेखिको लागेको घाम चाहिँ हैन, आज चाहिँ बिहानै 7 बजेदेखिको यस्तो मज्जाको घाम लागिरहेको छ र यहाँको वेदर चाहिँ एकदमै दामी छ र 9 बजे छ हैन टाइम पनि। म चाहिँ चाहेको चाहिँ एकदमै यो हो नि त, क्रेजी हो नि त। मलाई चिया बिना त म यो नास्ता लिन सक्दिनँ हो। ल साथीहरु, फर्स्ट चाहिँ म चिया लिन्छु है। कसले चाहिँ चिसो चिसो चिया खानुहुन्छ हो? म त चिसै खान्छु हो, तातो खान सक्दिनँ हो। म चाहिँ चिसै लिन्छु। ल साथीहरु, मैले यो लिएँ। दामी रहेछ। खैर यसो बनाएर खानुपर्छ। मैले खिचडी नै त बनाएको चाहिँ होइन कि, मैले चाहिँ सब्जीहरू होइन, टमाटर प्याज सोया ससहरू हालिकन चाहिँ खिचडी जस्तो अब सबै कुरो त्यही हालिकन चाहिँ बनाएर खाएको। दही पनि हालेको छु, यहाँ घिउ हालेको छु, थुप्रै जिनिसहरू हालेको छु हो। मेरो एक्लै खानुपर्छ ब्रेकफास्ट हो। अब लन्च त हाम्रो भरे कति बजी? 5 बजीतिर हुन्छ लन्च। रातिको डिनर 9:30 10। लन्च चाहिँ 5 बजी गयो हुन्छ, 10 त बज्छ हो। ल साथीहरु, हेभ अ ग्रेट डे, बाई बाई।